हेलो नमस्कार। आज चाहिँ हामी मगर समाजको बार्बिक्युमा आएको छौँ अनि उहाँ चाहिँ चटपटे खान्थ्यो। भर्खर आइपुग्यौँ हामी होइन। प्लास्टिकहरू यता यो ठाउँमा हाम्रो टक्क हुँदैछ। छुटेन नि के हामी चाहिँ चटपटेवाले। ल है 2-3 शब्द जाओस् अब। बहिनी सबैजनालाई वेलकम छ हाम्रो भेनाको ब्लगमा। सबैजना हाम्रो भेनालाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। ओके, लाइक कमेन्ट शेयर सब्स्क्राइब बेल आइकन टिङ दबाउनु होला। हामीले घुमाएर लिएर सबै प्रक्रिया पुरा गरेर हामीले बोली चलाउँदैछौँ र फुलपिने जग्गामा चाहिँ हाम्रो एकजना हाम्रो जानेको बहिनीहरू चाहिँ हाम्रो सुबी मगर बहिनी उहाँले चाहिँ सबै प्रक्रियाहरू कस्तो लागिरहेको छ आज भोलि पूजामा आउनु? फर्स्ट टाइम हो। म पनि फर्स्ट टाइम एक्सपिरियन्स। हाई गाइजहरू, से हाई हाई गाइज। कस्तो लागिरहेछ भोलि पूजा फर्स्ट टाइम है? 1 घन्टा पैसा 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 क्लाक 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 इट। हजुर यहाँ सबैजना कस्तो लागिरहेको? किन लगाउँदा हुँदा हेलो भाउजू। यसो लाइन गरिदिनु न है, अलि धेरै देखिन्छ। उपचार रूपमा चाहिँ यो
समय त अब यसो रूपमा पूजा हो बल पूजा मगर जातिले देवतामाथि विजय प्राप्त गरी दैवीय विपत्तिबाट आफूलाई जोगाएको उपलक्ष्यमा मनाएको एक उत्सव अर्थात् पर्व हो भुग्या पर्व। यो पर्व परापूर्व कालदेखि नै मगर जातिको 18 मगराज क्षेत्रहरूमा विधिवत रूपले असार 1 गतेदेखि सुरु गरी 3 देखि 5 दिनसम्म हर्षोल्लासका साथ आजभोलि देश तथा बाहुल्यता भएको ठाउँहरूमा यस पर्वलाई भव्यताका साथ पालन गरिएको छ। यस पर्वमा दमाहा, ट्याम्की, झ्याली र सनाई बजाई महिला पुरुष सामूहिक हाम्रो यता फुल टिप्ने चलन छ। यो भूमे पूजाकोमा बहिनीहरूले फुल टिपेर आउँदै हुनुहुन्छ। ल छिटो जानु पर्यो। ल ल राम्रो राम्रो नानीहरू। यस सम्झनामा पनि 22 साल हुन्छ तर अहिले 11 देखि 12 सालसम्म मात्र नाच्ने गरिएको छ। कोराल एकता हाम्रो प्रतिबद्धता भन्ने निर्माण भएको रुकुम पूर्व कोराल समाज काठमाडौँले सम्झना र भुग्या पर्वमा नाचिने बाजाहरू र संरक्षण गर्न यो अडियो र भिडियो निर्माण गरेको छ। खसीको साउटा खसी मिल्दैन त्यही फरक पर्छ। अब यो यस्तो अब अन्त्येष्टि दिन नाच्यो आज सोनुको डान्स छ कि नै? छैन छैन सरप्राइज होला के भन्दाखेरि ल मलाई त रमाइलो यहाँ चराउने उसरी खानेकुराहरू खानेको जस्तो फलफुल चराउनु छ त्यो आजलाई यो भयो
सौगात कता गयो तिमी नजिक रगत थापेको दिनु खसी हो कि बोको पानी दिनु पानी नभए पर्सिने भक्कर पुच्छर अल्लाह खानु पर्छ अहिले त्यो सबैले लगाइदिने हो मेरो बिहेको पार्टी है दिदी के छ कस्तो लाग्यो दामी सबैजना बोल्नु भएर लाइन बनाइदिनु होला महिला र पुरुषको फरक लाइन बनाइदिनु होला हाम्रो अतिथिज्यूहरू कतिपयहरू हुनुहुन्छ तपाईँहरूलाई विशेष प्राथमिकता राखेर हामीले म जत्रै सानो ब्लगमा स्वागत छ हजुरहरूलाई के खानुभयो भोक लाग्यो होला है कहाँदेखि आउनुभएको हजुरहरू गाउँबाट आएको फर्स्ट टाइम है हजुर पनि फर्स्ट टाइम है लेकबाट राम्रो राम्रो भएर आउनुभएको छ म ओटिटी चेक गराउँछु है मेरो
ने